वेलकम नमस्कार तपाईँ सबैजनालाई मेरो युट्युब ब्लगमा आउनुहोस् आएर हेर्नुहोस्। तपाईँहरूलाई म देखाउँदैछु जनावरहरू, विभिन्न जनावरहरू र यहाँको दृश्यहरूलाई लिएर तपाईँहरूको माझ मैले ब्लग मार्फत ल्याइरहेको छु गाइस। ल हेर्दै गर्नुहोला, मेरो ब्लग लास्टसम्म हेर्नुहोला। कस्तो लाग्यो कमेन्ट छोड्नुहोला गाइस। सबैजना यहाँको दृश्य त्यो चाहिँ जनावरहरूको भिडियो सहित तपाईँको माझ ल्याइरहेको छु गाइस। हेर्दै गर्नुहोला एभ्रिवान गाइस। कमेन्ट गर्नुहोला र भिडियो लाइक गर्नुहोला, सब्सक्राइब गर्नुहोला। सबैजनाले हजुरहरू हेर्दै गर्नुहोला विभिन्न यहाँ दृश्यहरू र यहाँ विभिन्न जनावरहरू पन्छीहरूको चाहिँ भिडियोहरू यो ब्लगमा समेटेको छु गाइस। तपाईँहरूले हेरेर साथ दिनुहोला। तपाईँहरूलाई नि विभिन्न जनावरहरू विभिन्न पक्षीहरू अनि यहाँको दृश्यहरू अब देखाइरहेको छु यो ब्लग मार्फत। तपाईँहरूले कस्तो लाग्छ लास्टमा कमेन्ट गर्नुहोला गाइस। अब योभन्दा अब अलिकति कस्तो ब्लग बनाउनु पर्ने हो अलिकति सुझाव दिनु होला गाइस। म फर्स्ट युट्युबतिर फर्स्ट हो, त्यो भएर खासमा त्यति राम्रो अनुभव नि छैन गाइस। कस्तो दृश्यहरू देखाउने कस्तो है गाइस। अब तपाईँहरू यो खासमा समुद्र हो, हेर्नुहोस् गाइस। यो समुद्र नजिकै छ सनलाई। अब यताबाट मैले हल्का चाहिँ देखाउने प्रयास गरिरहेको छु। त्यही नै अलि कुहिरो एकदम चाहिँ उसो लागेर होइन, बादलहरू अलिक त्यति राम्रोसँग देखाएको छैन गाइस। त्यही नै अब यस्तो छ गाइस यहाँको दृश्यहरू होइन। हेर्नुहोस् अब बादलहरू पुरै टन्न लागिरहेछ। अब गैँडा आउँदैछ गाइस। गैँडा हेर्नु, गैँडा त्यसपछि हामी लाग्यौँ गाइस। अब यसो लाग्दैछौँ गाइस। अब हामी अलि उतातिर हल्कै बिचमा कम्पनी एरिया थियो गाइस। यो कम्पनी एरिया भएर अलि त्यस्तो यता केही छैन गाइस। सो कुन ठाउँ जस्तो लाग्छ गाइस, यसो गेस गर्नु त। यसो हेर्दाखेरि मैले झट्ट हेर्दाखेरि कुन ठाउँ जस्तो तपाईँलाई महसुस भयो गाइस। ल गाइस अब आउँदैछ केही समय अब थोरै छ गाइस। अब रोड क्रस थोरै छ, कति 1 मिनट लाग्छ कि 1 मिनट नि लाग्दैन होला खास गरी। गाइस यहाँको दृश्यहरू, रोडको दृश्यहरू हेर्नु है। फाइनली अब आइपुग्यो गाइस। अब समथिङ रहेछ। अब हामी एउटा ग्राउन्डतिर जाँदै थियौँ, त्यहाँ चाहिँ कस्तो के पाउँछ भनेर। त्यहाँ के भेटिन्छ गाइस त्यस हेर्नु होला।
फाइनली अब आइपुग्यो गाइस।